नमस्ते सबैजनालाई। के छ सबैजनाको हालखबर? मेरो भन्दा चाहिँ बेहालै छ। 10K च्यानल छु। आज चाहिँ हेर्न जाने आँटेको होइन। फिल्मको नाम चाहिँ के भन्दा लास्ट डेस्टिनेसन रे होइन। स्कुटीमा जाने हो सरर। चाहिँ हामी शीतलको घर जान आँटे। अनि गिटार पनि पुऱ्याउने, गिटार पनि छ। अनि त्यहीँ छोड्ने अनि त्यहीँबाट उता जाने। यार गोइङ होइन। अब निस्किन आँटेको होइन टक्क लाएर। फ्युल पनि रहेछ हैन। A few minutes later. सो त्यो गिटार पनि दियो मैले होइन। अब निस्किन आँटेको हामी शीतलको घर माथि होइन। टक्क लाएर उयो हो घर। अब जान ढिलो हुन्छ क्या अरे यार। आम्मा 10:30 हुन आँटिसक्यो। 10:45 मा छ सिटी सेन्टर। ब्रो के छ हाल खबर? ठिक छ? 20 मिनेटमा पुग्छ? पुग्छ। A little longer than a few minutes later. सो हामी चाहिँ यहाँ सिटी सेन्टर आइसकेको छौँ होइन। यहाँ शीतल छ, यहाँ राहुल छ। यो चिट दिने रहेछ। के हो आउँदैन नि त। यही हो सिटी सेन्टर। अब कति फ्लोरमा छ त्यो चाहिँ थाहा छैन मलाई। मुभी हेरौँ अब के हुन्छ। मैले चाहिँ मास्क लगाएको होइन। कोरोना आउँदैछ अरे नि त। त्यो भएर है त। मलाई चाहिँ सबभन्दा पहिला लाग्छ म मर्छ। मर तिमी त क्युटी पाए जस्तो क्या। हेर्दै हेर्न अब जित्ने आइसकेको छ। अब हामी जाँदैछौँ होइन टक्क लाएर। थर्ड फ्लोरमा होला। अस्ति एकचोटि अभिषेक दाइसँग आएको थियो केजिएफ हेर्न हो। त्यति बेला आएको थियो। त्यहाँबाट चाहिँ आएकै थिएन। कता हो बक्स अफिस? 10 seconds later. हामी भित्र छिरिसक्यौँ होइन हलमा। टक्क लाएर अब हेरौँ एकछिन। देखाउँछु नि म यसो खतरा आयो भने। One hour later. डेडली यार। हामी निस्किँदैछौँ होइन। फिल्म त मजा थियो होइन। ओइ कस्तो थियो फिल्म? कचाक आम्बो एडिटेड यसरी नदिएको रहेछ नि त त्यसलाई। 20 minutes later. सो हामी चाहिँ होइन मुभी हेरेर आएछौँ यहाँ। यता त्यहाँबाट जानुभन्दा हामी यता घुमेर आएको क्या होइन। ओभर छ त भ्यू खतरा लाग्यो त्यही भएर रोकेको क्या। गर्मी नि भयो ओभर। जाम थियो अनि माथिको बाटो आइदिएको अन्त जाम पनि ओभर जाम रह्यो क्या। परतिर थियो यार। हामी चाहिँ चल्दै गएको। अब यसो भ्यू हेरेको मात्रै हो क्या टक्क लाएर। वी एक्सिडेन्ट द स्कुटी होइन। कुदाउनु पऱ्यो नि पालै एन्ड टर्क छ त। मोटो ब्लगर वाट 100 है। म चाहिँ भिडियो 2 सेकी भयो होला। आई एम भेरी सरी। यसो होइन खिचिदिउँ भनेर नि। फुल अन कन्ट्रोल नै फेरि ह्यान्डलमा गोकन आइसक्यौँ। सरकार यहाँ छ देखि कि नै। यहाँ फोकस अन राइडिङ है त। A few minutes later. हामी चाहिँ निनीको पसल आइसक्यौँ होइन। म देखिरहेको छु। म राम्रो देखेँ अलि भएन। अब जति निनीको घर आछौँ त्यो स्कुटी पनि दियौँ। अब हामी चल्दिहाल्यो। यो कहाँ जानु छ अरे होइन। त्यो भएर यहीँ बस्छु होइन। पानी पर्न आँटिसक्यो। ओइ मेरो कुरा सुनेकै भएको नपर भनेको त झन् पर्छ यार। ओइ यत्रो थोपा क्या। के हो यो कत्रो थोपा हो? यत्रो पो हुन्छ पुरै आउँदा आएर हुन आँटे। भक्कल पुरै ब्लर आइरहेको रहेछ। त्यहाँ तारे भिरमा कत्रो पानी पऱ्यो यार। धन्न बेलैमा आइपुग्यो यार। अलिअलि भिज्यो। A few moments later. कत्रो पानी पऱ्यो यार। पुरै भिज्यो। A few moments later. कत्रो पानी परेको थियो रोक्यो है अहिले चाहिँ। अहिले क्लियर हेर। मोबाइलै फुटिदियो झन्डै। तारे भिरमा वेदर त मरद हुन थाल्यो त। यतातिर चाहिँ फेरि कालो आउँदा रहेछ यता र उता। खाना आइसक्यो नि फेरि एकछिनमै।
ओ अहिले त क्लियर भइसकेछ त उतातिर चाहिँ यहाँ बिचमा चाहिँ एउटा कालो भनेर खुत्काल छ बाइकै बाइक चाट्यो चाट्यो पुरै वेदर मरद हुँदै गइरहेछ है म चाहिँ त्यहाँ हनुमान चोकतिर गइरहेको थिएँ होइन फ्र्याक्सन किनेर आएर त्यो बहिनीको दाँत दुख्यो अरे अनि त्यसकै लागि फ्र्याक्सन अनि भ्यू देखेँ खिच्न मन लागिहाल्यो आकाशको भ्यू यहाँबाट अलि देख्ने राम्रो 2 hours later. हामी चाहिँ अब यसो ज्योतिनी घरमा जाँदै हैन त्यही हो सो वी अराइभ टु ज्योतिनी's हाउस हैन टक्क लाएर ज्योतिनी घर आइसक्यौं सो त्यति नै थियो आजको यो ब्लगमा हैन मुभी हेर्न गयो लास्ट डेस्टिनेसन खतरा थियो गएर हेरे हुन्छ हैन थिएटरको एक्सपिरियन्स मरद हो क्या यो यसो टिभी सिभीमा हेर्नु भन्दा त दुरुङ 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 हैन पुरै आन्द्राभुडी बाइ बाइ है त सी यु इन द नेक्स्ट ब्लग बाइ बाइ